मैले सुत्केरी मसला बनाउन लागिरहेको छु। सुत्केरी मसला तयार गर्न आँटेको। काजु, बदाम, किसमिस, गुड, लङ सुकमेल, मरिच, दुध, चामल, ओखर, हाडे बदाम, छोकडा, ज्वानको धुलो, सौँफको धुलो तयार गर्न आँटेको सुत्केरी मसला। सबै चाहिँ लगा न त्यो उयोहरू चाहिँ नरिवल के भन्दै ला भन्दै ला न भन्दै ला न भाँडा मोटेन हौ एकछिन उचाल्नु न त्यसलाई अड्छ उचाल्नु न एकछिन मोटेन हौ भाँडामा त हौ अर्को ठुलो भाँडा ल्याएन हौ एउटा बाटा त्यो उतै हरिया पानी ल्याउनु विशाललाई हरिया बाटा चामल मजाले पिसेर अरे बाटा त्यो मुनि छ यता मुनि उयो के अरे चुला मुनि तेल मसला मोडिसकेको छैन हामी अब लाएर घिउ लाउने दुध लाउने उठ्छ यो पखाले ल्याएको हेर्नु त यो चामल पछि बडाको चामल मजाले नपिसेर धेरै पो होला जस्तो भयो त एक ठाउँ मिसाउँदा त भन्दै हाल्न भनेको यसलाई के भन्छ हजुर अनि ढिलो ल्याइले भने कहाँ भन्नुहुँदैन नि मिस्री हाल्यो यो लक्की के गरेको हौ जाँटो हेरेको नि खानुलाई त्यसले नि पछाडिको चामल मजाले नपिसेर चामल केही हुन्न भयो म बसाएँ कतिको बनाउने मिसाउने मात्रै हो के भुटेको बुढी यो पहिला यो चामल हो चामल भुटेको चामल रातो बनाउनु पर्छ चामलको पिठो घिउ हालेर होइन घिउ हालेर अब सकर लाउनु होला अलिक राखेर खानुको लागि अनि सकर त रेसिपी खै तपाईँको भन्नु पर्यो नि सकर कुन राख्नु नि हौ चुप लागि बसाइ नगरेकन जानु बसेको बेला मिल्ने कस्तो छैन हौ तरिका कसलाई भोलि जान्छ को बहिनी हौ चामल कम्ती खम खाइदिनु मन लाग्छ खाना यो पाहाडको हो त्यो दुधमा भिज न दुधमा भनेको अनि त्यसपछि होइन दुधमा लाग्दैन टमाटर सोच्यो अनि क्युआर हुन्छ भन्यो भने हामी त जान्दैनौँ न भन्छ पैसा नभए यस्तो बिग्रेको भएको चुप लागि बस भने सुने दुई झोला पनि ए तिम्रो छ भनेको के को छ भनेको बेचेको भने ए भाउजूले कसलाई ओकेदेखि के भयो त्यत्रो भिडियो बनाएको छ यार भित्रको भाडा सबै ल्याएको भाडा पनि यस्तै पकाएर खानुपर्छ ल फेरि भिडियो कहाँ छ म पाञ्जालीले बोकेर हिँड्नु होला नि माछाले भिडियो गर्नु लाग्यो त
त्यो भएर बच्चालाई मल पनि उठाउनु भएन सानीको फोन के बढ्यो हो अलिक पितो भयो के धेरै भएछ यसमा डढेर डढ्नु त कहाँ डढेको छ ल मसलै धेरै भयो जस्तो लागेको छ मलाई कुत्ता खाँदैन खा कुत्ताले खाएन ठिक छ छोडिदिनु तर मिठो त खासै मिठो थिएन अस्ति थपेनी आन्टीले बनाएर यस्तै हो अलिअलि चिनी हाल्नुपर्छ है लाउने हो सखर लाउनु होला हौ सखर लाउनु हेलो ल बोल्नु सानी हेलो बिजी त केही न बिजी यहाँनिर रमलाहरूसँग गफ गर्दै बसेको माथि पाञ्जलेले मोबाइल लगेर यहाँ कराउँदै ल्याउँदैछ बिजी त केही न बिजी छैन हौ अनि अब भ्याइँदैन भ्याइएन त अनि लुगा धुँदा के गर्दा मन परेन हेर्न ज्वाइँले यति लुगा भिजाएर आएको थियो त्यो धुँदा भात पकाएर खाँदा बर्थडेमा त एकछिन आयो जङ्गेको बुढी र म गइहाल्नु अनि किन गर्नुभएको थियो आइहाल्यो म रमला अलिकति उयो लेख यहाँनिर के भन्नुभएको सखरले न सखर सखर त्यहाँ बुझाएको थियो अरे म जान त्यही बोकेर हिँड्छु र मैले राख्दै गर्नु न अलि राख म पकाउँछु अनि बर्थडेमा लिनेले राख्नु न अनि अगाबाट खोर्सानी पाएको नलिनु है ना सानीलाई आउनु भन्नु न के खानुभयो अनि किलो भात भात पुराइदिनु हामी त आफूले चटपटे किन्यौँ 360 पैसा भएछ न तिर्यौँ हिँड्यौँ 360 को चटपटे खायौँ तिर्यौँ जङ्गेको बुढी